नमस्ते। आज हामी विश्वका ती अग्ला शिखरहरूको कुरा गर्दैछौँ जसको उचाइ 8000 मिटरभन्दा बढी छ। हो, यिनलाई 8000 भनिन्छ नि होइन? जम्मा 14वटा। बिल्कुल, सबै हिमालय र काराकोरम श्रृङ्खलामा, मतलब नेपाल, चीन, पाकिस्तान, भारततिर। अनि त्यो 8000 मिटर माथिको क्षेत्रलाई त मृत्यु क्षेत्र नै भन्छन्। हो त, सुनेको। किनभने त्यहाँ अक्सिजन एकदमै कम हुन्छ रे। कति कम हुन्छ? समुद्री सतहको तुलनामा लगभग 40% मात्रै। त्यसैले मानव शरीरलाई एकदमै गाह्रो हुन्छ। सानो गल्ती पनि खै ज्यानकै जोखिम। त्यही त। अनि यी सबै 14वटा चढ्नु त मतलब पर्वतारोहणकै सबैभन्दा ठूलो चुनौती मानिन्छ। हो नि, 2021 सम्म त जम्मा 40 जनाले मात्रै यो सफलता पाएका थिए रे। 40 जना मात्रै? साँच्चै? ल, त्यसो भए आज यिनै हिमालहरूबारे अलि गहिरिएर कुरा गरौँ न त। के तथ्यहरू छन्, कस्ता चुनौती छन्? हुन्छ, सुरु गरौँ विश्वकै अग्लो शिखरबाटै होइन, सगरमाथा। अवश्य। सगरमाथा 8848.86 मिटर, नेपाल र चीनको सिमानामा। यसको नेपाली नाम सगरमाथा बाबुरामाचार्यले दिनुभएको, अनि तिब्बती नाम चोमोलुङमा को अर्थ चाहिँ विश्वकी देवी माता। कति राम्रो अर्थ। पहिलो पटक त सन् 1953 मे 29मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले चढेका, होइन? हो, त्यही दिनलाई अहिले अन्तर्राष्ट्रिय सगरमाथा दिवस पनि मनाइन्छ। तर चढ्न चाहिँ एकदमै गाह्रो र महँगो छ रे। कति जति लाग्छ होला खर्च? औसतमा 45,000 अमेरिकी डलर जति लाग्छ भनिन्छ। बाप रे, निकै महँगो रहेछ। अब दोस्रो अग्लो हिमालको कुरा गरौँ न। केटु यसलाई त अर्कै नामले पनि चिनिन्छ, होइन? केटु 8611 मिटर पाकिस्तान चीन सिमानामा कराकोरम श्रृङ्खलामा पर्छ। यसलाई स्यावेज माउन्टेन भन्छन्। स्यावेज माउन्टेन, जङ्गली पहाड। किन त्यस्तो नाम? किनभने यो असाध्यै खतरनाक छ। यसको मृत्युदर 14% भन्दा बढी छ। एकदमै प्राविधिक रूपमा कठिन पनि। ए हो र? पहिलो आरोहण कहिले भएको थियो? 1954मा इटालियन टोलीले गरेको थियो। तर जाडो याममा यसको पूर्वी मोहडाबाट त आजसम्म कोही सफल भएको छैन रे। साँच्चै? कति कठिन होला। अब नेपालतिर लागौँ न। 14 मध्ये 8वटा त नेपालमै पर्छन्। हो। तेस्रो अग्लो कञ्चनजङ्घा 8586 मिटर। यो नेपाल र भारतको सिक्किम सिमानामा छ। यसको स्थानीय नाम पनि छ है? लिम्बू भाषामा सेवालुङमा भन्छन्। 1955मा ब्रिटिस टोलीले पहिलो पटक आरोहण गर्यो। त्यसपछि चौथो अग्लो लोत्से 8516 मिटर। यो त सगरमाथासँगै जोडिएको छ नि। हो, यसलाई दक्षिण शिखर पनि भन्छन्। यसको दक्षिणी मोहडा त विश्वकै सबैभन्दा ठाडो मध्ये एक मानिन्छ। 1956मा स्विस टोलीले चढ्यो। अनि पाँचौं अग्लो मकालु 8485 मिटर। यो पनि नेपाल चीन सिमानामा। यसको आकार कस्तो छ रे? पिरामिड जस्तो छ। यो चाहिँ 1955मा फ्रेन्च टोलीले पहिलो पटक आरोहण गर्यो। त्यसपछि छैटौं चोओयु 8088 मिटर। यसको नामको अर्थ के हो? तिब्बती भाषामा फिरोजा देवी। यो हिमाल चाहिँ अरू 8000 भन्दा अलि सजिलो र कम जोखिमपूर्ण मानिन्छ रे। तुलनात्मक रूपमा सजिलो। अब पुरै नेपालमै पर्ने? दुईटा छन्। सातौं अग्लो धौलागिरी 8167 मिटर। सेतो र सुन्दर पहाड भन्ने अर्थ लाग्छ संस्कृतमा। यो 1960मा चढिएको थियो। अनि अर्को? आठौं अग्लो मनास्लो 8163 मिटर, गोर्खा मनाङतिर पर्छ। यसको अर्थ आत्माको हिमाल। यो चाहिँ 1956मा जापानी टोलीले पहिलो पटक चढ्यो। मनास्लु र धौलागिरी दुवै नेपालमै। अब 10औं अग्लो हिमालको कुरा गरौँ। अन्नपूर्ण प्रथम 8091 मिटर। यो पनि नेपालमै। हो, अन्नपूर्ण प्रथम, अन्नकी देवी। यसको एउटा रोचक कुरा छ नि। के कुरा? यो आरोहण गरिएको पहिलो 8000 हो। सन् 1950मै मौरिस हर्जोगको फ्रेन्च टोलीले चढिसकेको थियो। पहिलो? त्यसो भए त सजिलो हुनुपर्ने नि। त्यस्तो होइन। अचम्म के छ भने यो सबैभन्दा खतरनाक हिमाल मध्ये पर्छ। मृत्युदर झन्डै 32% छ। कति? 32%? पहिलो चढिए पनि यति धेरै खतरनाक किन होला? मुख्य कारण चाहिँ अत्यधिक हिम पहिरोको जोखिम र आरोहणको प्राविधिक कठिनाई। डरलाग्दो रहेछ।
यस्तै खतरनाक अर्को हिमाल पनि छ होइन, 9औं अग्लो? नङ्गा पर्वत 8126 मिटर पाकिस्तानमा। यसलाई त किलर माउन्टेन नै भन्छन्। मृत्यु दर 20% भन्दा बढी। तर यसको पहिलो आरोहण त अलि विशेष थियो रे नि। हो नि, सन् 1953मा हर्मन बुल भन्ने पर्वतारोहीले एक्लै अनि अक्सिजन बिना नै पहिलो आरोहण गरेका थिए। त्यो त पर्वतारोहण इतिहासकै ठूलो घटना मानिन्छ। साँच्चै अद्भुत। अरू बाँकी हिमालहरू नि, काराकोरमतिरका? हो, पाकिस्तान चीन सिमानातिर अरू 3वटा छन्। ग्यासेब्रुम प्रथम 8080 मिट, ब्रड पिक 8051 मिट र ग्यासेब्रुम द्वितीय 8035 मिट। यिनीहरू कस्ता छन्? ग्यासेब्रुम द्वितीय चाहिँ अलि सहज मानिन्छ। ब्रड पिकको चुचुरो चाहिँ फराकिलो भएर नामै ब्रोड रहेको रे। अनि 14औं र अन्तिम 8000? त्यो हो सिसापाङमा 8027 मिटर। यो चाहिँ पुरै चीनको तिब्बतमा पर्ने एकमात्र 8000 हो। ए, पुरै चीनमा? हो, अनि यो आरोहण गरिएको अन्तिम 8000 पनि हो। सन् 1964मा चीनीय टोलीले पहिलो पटक चढेको थियो। ल, 14वटै हिमालको कुरा गर्यौं हामीले। कति विशाल, कति सुन्दर, तर उत्तिकै चुनौतीपूर्ण। हो, 8वटा नेपालमै पर्नुले हाम्रो देशको महत्त्व पनि देखाउँछ। तर यिनको खतरा, कठिनाई, मौसम, खर्च हेर्दा सबै 14वटा चढ्ने मान्छे औँलामा गन्न सकिने मात्रै छन्। निश्चय नै। यी हिमालहरूले मानवीय साहस र प्रकृतिको शक्तिको कथा भन्छन्। तर एउटा प्रश्न मनमा आउँछ। के प्रश्न? यति धेरै खतरा, यति धेरै कठिनाई थाहा पाउँदै पनि मान्छे किन यस्ता ठाउँमा जान खोज्छ होला? कि यो जित्ने रहर मात्र हो, कि प्रकृतिसँग जोडिने कुनै गहिरो चाहना? यो साँच्चै गहिरो प्रश्न हो। सायद दुवै होला। विजयको नशा पनि, अनि त्यो उचाइमा पुग्दाको शान्ति र प्रकृतिसँगको एकाग्रता खोज्ने प्रयास पनि। यो आआफ्नो अनुभवको कुरा होला। हो, यो सोच्नुपर्ने कुरा हो। श्रोताहरूले पनि यसबारे सोच्न सक्नुहुन्छ। आजलाई यति नै गरौँ। हुन्छ, धन्यवाद।